गत वर्ष रोशी खोलामा आएको बाढीको कारण क्षति पुर्याएको सिन्धुलीको नेपालथोकदेखि बर्खे खोलासम्मको खण्डमा पुरानै ट्र्याकबाट यातायात सञ्चालन भइरहेको छ। बर्खायाममा रोशी खोलाको बाढीबाट हुन सक्ने जोखिमलाई ध्यान दिँदै क्षति पुगेको नेपालथोक र बालुवा खण्डमा स्थायी संरचना निर्माण गरेरै यातायात सञ्चालनमा ल्याइएको हो। सडक डिभिजन खुरकोटले सिन्धुली खण्डमा पर्ने नेपालथोकदेखि बर्खे खोलासम्मको 5 किलोमिटर खण्ड निर्माण गरिरहेको छ। बर्खे खोलादेखि नेपालथोकसम्म डेडिकेटेड डबल लेन स्ट्यान्डको काम भइरहेछ। बर्खाको समयमा बढी जोखिम भएको 3 खण्डमा नै हाल धमाधम काम भइरहेको छ। हाल नेपालथोक र बालुवा खण्डमा लक्ष्य अनुसार नै काम भइरहेको छ। बाढी आएर गाडी रोकिने अवस्था छैन। रोशी खोलामा आउन सक्ने सम्भावित बाढीलाई ध्यान दिँदै डिभिजनले आधुनिक प्रविधि माइक्रो पाइलिङ सहित आरसीसी वाल निर्माण गरेर सडक निर्माण गरिरहेको छ। खोलाको सतहबाट 4 मिटर तलसम्म फाउन्डेसन र फाउन्डेसनबाट 5 मिटर तल माइक्रो पाइलिङ गरेर सम्भावित जोखिम हुन सक्ने क्षतिलाई रोक्न सोइल बेयरिङ क्यापेसिटी बढाउने काम गरिएको छ। आरसीसी वालहरू छ, त्यसमा पनि माइक्रो पाइल पनि छ हैन। त्यसले गर्दाखेरि पहिलेको भन्दा हाम्रो बलियो र मजबुत वाल बन्छ। विगतमा जाइकाले निर्माण गरेको नेपालथोक खण्डमा 2 पटक रोशी खोलामा आएको बाढीले बगाएको थियो। यसपटक भने निकै मजबुत ढङ्गले सडक निर्माण भइरहेको छ।